मैले सोचेको पनि थिइनँ कि आजको दिन मेरो यो तरिकाको पनि हुन्छ भनेर। सो हेलो गाइज, वेलकम ब्याक टु माई न्यू मिनी ब्लगमा स्वागत छ तपाईँहरूलाई। अनि सन्चै हुनुहुन्छ होला सबैजना। अनि म चाहिँ ठिकै छु। अनि आज चाहिँ धेरै दिनपछि एउटा मिनी ब्लग लिएर आएको छु तपाईँहरूमा। आशा छ तपाईँहरूले साथ सपोर्ट फेरि पनि गर्नुहुनेछ भनेर उपस्थित भइसकेको छु तपाईँहरूमा। एउटा सानो भिडियो लिएर, अब मिनी ब्लग चाहिँ नभनौँ त्यति अब खासै लामो चाहिँ छैन, सानो अब तपाईँहरूलाई रमाइलोको लागि बनाएको भिडियो है त। धेरै दिनपछि भिडियो बनाउनुको खास कारण भनेको चाहिँ अब आजभोलि चाहिँ म अलिक धेरै बिजी भएको छु कि, त्यही भएर चाहिँ भिडियो चाहिँ बनाउन पाएको छैन। अनि हामीहरू तपाईँहरूको त्यतातिर चाहिँ के कस्तो भइरहेछ? यतातिर चाहिँ यो तरिकाको भइरहेछ मौसम होइन। राति बन्द गरेर रुमतर्फ जानेलाई मन पुरा नदी हो कि बाटो छुट्याउनै गाह्रो छ। अनि तपाईँको चाहिँ के कस्तो छ परिस्थिति? यताको चाहिँ यस्तै छ होइन। अनि आशा छ सबैजनाले माया गर्नुहुन्छ भनेर फेरि पनि तपाईँहरूमा एउटा छोटो मिठो भिडियो लिएर प्रस्तुत गरेको छु। आशा छ तपाईँहरूले साथ सपोर्ट गर्नुहुनेछ। अनि अर्को कुरा चाहिँ गाइज, सबैजनालाई मेरो यो आइडीमा चाहिँ अब मैले डेली ब्लग मात्र नभई मैले चाहिँ कार्टुन भिडियोहरू पनि अपलोड गर्ने भएको छु। सो जो कार्टुन लभर हुनुहुन्छ सबैले हेरेर साथ सपोर्ट गरिदिनु होला। अनि आशा छ तपाईँहरूबाट एउटा न एउटा भिडियो त मन पर्नेछ भनेर। र तपाईँहरूमा मैले चाहिँ आफ्नो दुईटै प्रस्तुति गर्नेछु। अनि तपाईँहरूलाई चाहिँ कुन चाहिँ मनपर्छ त्योमा चाहिँ बेस्ट लेखेर कमेन्ट गर्नु होला। त्यतिन्जेल सो हामी भेट्नेछौँ नेक्स्ट भिडियोमा। त्यतिन्जेलको लागि बाई बाई गाइज।